हेलो एभ्रिवान, वेलकम ब्याक अगेन सङ्गीत ब्लग एकदम माइन्ड नगरिदिनु होला। म फेरि पनि छोटो मिठो ब्लग लिएर आइसकेको छु। अहिले चाहिँ छु ठ्याक्कै म चाहिँ हाम्रो जमुनाको रङ्गशालामा। अनि यहाँदेखि चाहिँ धाप पोखरी जाने बाटो छ है त, यता छ। अनि हाम्रो रङ्गशाला नजिकै चाहिँ यस्तो वाला ढलाइको बाटो हुँदैछ है त, यहाँदेखि उता पनि हुँदैछ। सो अनि म चाहिँ पारी देख्न सक्नुहुन्छ त, यता पारी जानुपर्ने छ। त्यहाँनिर चाहिँ मैले योभन्दा 1 वर्ष अगाडि चियाको बिरुवा रोपेको थियो। अनि अस्ति नै एकचोटि गोडमेल गऱ्यौँ। अनि आज जाँदैछौँ, आज पनि गोडमेल गर्नको लागि। देख्न सक्नुहुन्छ सुट बुट कसेर जाँदैछु है त, एक्लै छु। चियाबारी कस्तो भएको छ तपाईँहरूलाई पनि भिडियोमा देखाउने छु। पोहोरको भिडियो हेर्नुभएको छैन भने एकचोटि गएर हेरिदिनु होला। चिया लिएको होइन, मैले कहाँदेखि भयो मङ्गलबारेदेखि लिएर आएको छु नि त चियाको बिरुवा चाहिँ पानी टारबाट। अनि सो अब चाहिँ यसपालि चाहिँ कस्तो भएको छ चियाको बगान हेर्न जाँदैछु म पनि गोडमेलको लागि। सो हेरौँ, आजको ब्लग मजै हुन्छ होला। यो चाहिँ हो जमुनाको फुटबल ग्राउन्ड है त, रङ्गशाला। यस्तो अवस्था छ अहिले। दुबो पनि निकै राम्रो मजाले पलाएको छ है त। अहिले चाहिँ दुबो देख्न सक्नुहुन्छ, बिचमा चाहिँ खाली छ, वरिपरि चाहिँ जोस राम्रो छ। यो चाहिँ बाटोले गर्दाखेरि चाहिँ यहाँ गिटीहरू, यो बाटोले गर्दाखेरि चाहिँ गिटीहरू सामानहरू त्यहाँ राखेको थियो नि त, त्यही भएर त्यस्तो भयो अहिलेको अवस्था है त। ल त अहिले चाहिँ म चाहिँ यहाँ सिस्ने खोला आइपुगेको छु। यता चाहिँ मजो जान्छ भने यता चाहिँ जौबारी जान्छ है त यो बाटो चाहिँ। अनि यता चाहिँ हाम्रो गाउँबाट आउने बाटो भइहाल्यो यो सटोसँगले। अनि यो चाहिँ हामी सिस्ने हुँदै यो बाटो चाहिँ जौबारी पुग्ने बाटो हो भने यो चाहिँ यता नयाँ बजार जाने बाटो चाहिँ अवस्था यस्तो छ है त, खोलाको अवस्था। अस्तिको बाढीले लगेपछि यहाँको फड्के पुलहरू पनि सबै बगाएको छ। बाटो चाहिँ अलिक सजिलै छ अहिलेको लागि। अहिले चाहिँ हामी खोला तरिसक्यौँ है त, मजामा जाँदैछु। अनि बाटो चाहिँ एकदम नाजुकै छ, यस्तो देख्न सक्नुहुन्छ है त। अनि हिलो हिलो छ है त बाटो चाहिँ। ल त साथीहरू, अहिले चाहिँ म जङ्गल पनि आइसकेँ। अनि यहाँनिर हाम्रो चिया बगान चाहिँ यहाँ मस्तिर छ है त। बाटो चाहिँ यहाँ छ, यहाँ आइपुगिसक्यो। आजको मौसम चाहिँ के हो यस्तो, मलाई त पुरा च्यालेन्ज दिन थाल्यो हो। सो म चाहिँ आइपुगेको अवस्था। अनि अब पानी पर्ला जस्तो छ, तर पानी परे पनि मसँग रेनकोट छ है त। अनि अब पानी पऱ्यो भने काम गर्नै पर्छ है त। अनि मैले सिक्कल चाहिँ यहाँ यस्तो बाँधेको थिएँ हो। आज पुरा गाउँले पोजिसनमा आएको छु म पनि। मैले भन्नुपर्दाखेरि पानी पऱ्यो भने रेनकोट त छ, तर ठुलो पानी पऱ्यो भने त भाग्नुपर्छ। कहाँ यस्तो पाखामा बसेर साध्य हुन्छ है त। ल म चाहिँ यहाँ बाटोदेखि चढेँ है त, उकालो एकदमै अलिकति चाहिँ झोडी छ बाटो चाहिँ उताबाट हो खासै गरी। म चाहिँ पुगिसकेँ। अनि त्यो छ हालत आजको मौसम। एक्लै आएको हो, एकदम दिमाग खराबी। अरे चिया बगान त यस्तो भइसकेको छ त, चिया पलाउँदै रहेछ, जस जागेछ, पुरा झार पलाइसकेको छ है त। अनि अब मेरो राजा छ त्यता ल छोडेर आइसकेँ मैले। अनि यहाँनिर त्यस्तो छ चिया चाहिँ, चिया भन्दा पनि बेसी उन्यु पलाइसकेको छ। अनि अब यो उन्युहरूलाई चाहिँ मैले फाड्नुपर्ने हुन्छ है त। यसलाई चाहिँ यस्तो हानेर चिया है त राम्रो भइरहेको रहेछ। देख्न सक्नुहुन्छ चिया, चियाको बोट यतिको भइसकेको छ। लागेर सुक्नु आँटेछ, तर सर्छ अब किनभने दादाले यसलाई मलजल गरेपछि होइन नसर्ने त कुरै भएन। अनि यहाँ मास्तिर चाहिँ अलिक रहेछ होइन, अब रोप्ने काम भनेको हाम्रो हो होइन, मेहनत गर्ने। अनि यसले सर्नु जाक्नु भनेको चाहिँ यसो धर्मको कुरो हो क्या। अनि ठिक छ, मेहनत म गर्छु होइन, यसले पनि मलाई साथ दिनु पऱ्यो, यसको धर्म हो त्यो चाहिँ भन्नु रे नि है। अब मैले एक्लै काम गर्नुपर्ने हुन्छ है त, देख्न सक्नुहुन्छ। अनि यता तलतिर चाहिँ मैले
गुम्ती चिया लगाएको छु यता यो साइड चाहिँ। अनि यो चाहिँ यो देख्दै गरेको चाहिँ म देखाउँछु। यो चाहिँ तक्दा चिया है त, यो चाहिँ तक्दा। यो चाहिँ एकदम दुई जातको चिया रोपेको छु मैले चाहिँ। त्यो देख्न सक्नुहुन्छ यो चाहिँ तक्दा है त। अनि गुम्ती भन्ने चाहिँ अलिक यहाँदेखि तलतिर अनि यता यो भेगदेखि उतापट्टि चाहिँ मैले गुम्ती चिया लगाएको छु। अनि के फरक छ भन्दाखेरि त्यस्तो धेरै एक्सपिरियन्स मसँग छैन। मैले चाहिँ अब यो गर्न थालेको 1 वर्ष भए मैले पोहोरको साल हालेको। अब कति मरेको छ अनि ज्याङहरू। अनि अब त्यसमा चाहिँ यसपालि नयाँ थप्नुपर्ने हुन्छ। अनि यसमा फरक भनेको गुम्ती चाहिँ 2 सूर्य भएर आउँछ थोरै मात्रामा। अनि यो तक्दा भनेको चाहिँ एकै दिनमा हलक्कै बढ्ने है त। म अहिले तपाईँहरूलाई गुम्ती चिया पनि देखाउँछु। यिनीहरू चाहिँ सबै तक्दा चिया है त। यो भयो, यो उन्यो, यो चाहिँ उन्योलाई चाहिँ मैले फाँड्नुपर्ने हुन्छ। यो यहाँ छ है त, पोहोर रोपेको पोहोरको साल यहाँ पनि छ। सो अनि मैले चिया लाउनुको रिजन चाहिँ यहाँनिर चाहिँ केही हुनु दिएन क्या। यहाँ चाहिँ एकदम धेरै बाँदरहरू लाग्छ। अनि बाँदरहरूले चाहिँ पहिला मैले यहाँनिर अलैँचीहरू पनि गरेँ होइन। अनि बिरुवाहरू पनि लगाएको थिएँ, बोट बिरुवाहरू सबै बाँदरले च्यातचुत पारेर केही हुनु नदिएन। अन्तिममा चाहिँ चियाको खेती गर्दैछु है त मैले। चियालाई त लगभग बाँदरले केही पनि गर्दैन होइन, मलाई जहाँसम्म लाग्छ। अनि हेरौँ अब पछिसम्मको लागि चियालाई गोड्नुको लागि चाहिँ रेडी भइसकेँ। अब मैले चाहिँ यहाँ मेरो झोलामा चाहिँ पन्जा छ। अनि यसपछि रेनकोट पनि एकैचोटि लगाइराख्छु है त। यो तलको भयो, यो ज्याकेट एकदम, किनभने पानी पर्ला जस्तो छ है त, चिसो छ है त। पानी पर्ला पनि जस्तो, पानी पर्ला जस्तो छ। अनि मैले चाहिँ काम आज चाहिँ छिटो गर्नुपर्ने छ। त्यसपछि एकचोटि फेरि एक चरण आउँछु। आज मैले मात्रै सक्दैन नि त अब खेतला लाएर, किनभने टाढो छ, आक्को गर्नु सकिँदैन नि त। त्यो रेनकोट लगाएपछि डालै भएन, चट्टा पन्जा लाउने। त्यसपछि आफ्नो काम गरिसकेपछि त होइन। अनि यो चाहिँ मेरो सिक्कल छ। ल म चाहिँ रेडी भइसकेँ। पानी पर्छ भन्दै थियो है त, पानी परिगयो हो। यस्तो बिजोक भयो, बिजोक रमाइलो। छाला झोडा जस्तो देख्दैछ। अनि म चाहिँ अहिले ओराडमा बसिरहेको छु है त, पानी परिरहेको छ। अनि अब पानी रहेर म काम गर्छु। एकछिन काम गर्दै थिएँ, पानीले एकदम ठुलो पानी पऱ्यो नि त। अनि अब ठुलो पानी पछाडिमा त कसरी काम गर्ने है। देख्न सक्नुहुन्छ पारी गाउँ देख्न थालेँ है त। अरे कस्तो दामी देखिरहेको छ है, मजाले सट्ट कुहिरो बादलले छोपेको ठाउँ चाहिँ यता पारी बादल लागेको ठाउँ चाहिँ हाम्रो गाउँ हो। यताबाट म आएको अहिले। अनि चियाको बारी यस्तो छ, पानी परेको अवस्था, बिजोक रमाइलो भयो, बिजोक रमाइलो। अहिले चाहिँ म चाहिँ फाँडफुँड गर्दैछु है त। पानीले पनि एकछिन अत्याए मात्रै, त्यहाँदेखि चाहिँ अहिले एकदम राम्रो मौसम भइरहेको छ, तर हुस्से लागिरहेको छ है त। अनि मैले चाहिँ यहाँनिर सानो जुगाड स्ट्यान्ड बनाएर तपाईँहरूलाई देखाउनुको लागि त मैले चाहिँ यहाँनिर चाहिँ अब यो उन्युहरूलाई चाहिँ यस्तो काटेर यस्तो गर्नुपर्ने हुन्छ। अनि यहाँनिर चाहिँ छ, यो चाहिँ चियाको बिरुवा छ है। अनि अब यसलाई अलिकति गोडमेल गरेर, अनि अब यसपालि चाहिँ यो 1 वर्षको बिरुवा भयो। अब यो पहिला चाहिँ यसलाई केही पनि दिएको छैन भने मतलब मलहरू केही पनि हालेको छैन है त यसमा, डाइरेक्ट रोपेको हो हामीले। अनि अब यसपालि चाहिँ हामीले यसलाई चाहिँ मलहरू हाल्नुपर्ने हुन्छ। अनि अब यसरी गोडिराख्यो भने चाहिँ सजिलो हुन्छ। सट्ट यहाँ अहिले गोडिएको हुन्छ, अनि सट्ट वरिपरि सट्ट थोरै गाईको मलहरू सट्ट दिने होइन। अनि त्यहाँदेखि चाहिँ राम्रो हुन्छ। अब फाँडफुँड यस्तो उन्युहरू चाहिँ पुरा पलाएको छ, अरू त एकदम राम्रो छ। यस्तो घाँसहरू पलाएको छ। यो बिरुवा चाहिँ यसले भनेको वैशाख जेठमा लगभग 1 वर्षको बिरुवा हो यो चाहिँ। अनि यसलाई चाहिँ
यसपालि चाहिँ अब एकचोटि गोडमेल गऱ्यो अनि त्यहाँदेखि त्यसपछि चाहिँ हामीले मल हाल्नुपर्छ। मल हालेर चाहिँ सट्ट अनि अलिकति डुकु लामो आइसकेपछि यसपालि ट्याक्कै भचम बनेछ। अनि यो चाहिँ अघि तपाईँलाई देखाएको चाहिँ माथि भएको चाहिँ तक्दा चिया भयो। अनि यो चाहिँ गुम्ती चिया छ। यहाँ एक बोट चाहिँ मरेछ है, यस्तो डाँठ मात्रै भइसकेछ। गुम्ती चिया यतिको भएको छ है, यस्तो भएको छ, देख्न सक्नुहुन्छ। यहाँ पनि छ, यसबाट पनि छ। अनि अब मैले यतातिर पनि सफा गर्नुपर्ने हुन्छ, अनि यहाँ मासतिर, अनि यता पछाडि चाहिँ सकेको छु मैले। अनि यतातिर पनि छ है त, यो चाहिँ सबै चियाहरू छ। अनि यसलाई चाहिँ बिचमा गोडमेर गरेर सट्ट मैले सफा गर्नुपर्ने हुन्छ है त। ल त साथीहरू, अब चाहिँ कामसँगै यो जङ्गली डसनामा झ्याप्प बसेर खाजाको टाइम भएको छ। अनि गर्मी पनि भयो अहिले चाहिँ। अनि मैले चाहिँ खाजा चाहिँ मैले दोकानबाट लिएको छु है त। अझै यताउता हिँड्दाखेरि चाहिँ प्रायः मलाई बिस्कुटहरू मनपर्छ है, बिस्कुट ल्याएको छु। खाएर थोरै थोरै अब अलिअलि मात्रै काम गर्छु, अब धेरै छैन। अनि यति गर्छु, अलिकति गर्छु, त्यहाँदेखि चाहिँ खाजा चाहिँ घरमै गएर खान्छु। यो चाहिँ यसो जङ्गलमा भोक मेटाउनुको लागि मात्रै हो, त्यही हो। अनि खाजा चाहिँ घरमै पाकिरहेको छ। म अब यहाँदेखि त अब एकैछिनमा पुग्छ नि त बाइकमा त। अब मलाई यसले अगाउने पनि होइन। यस्तो रहेछ बिस्कुट, दामी हुन्छ कि क्या यो बिस्कुट त। काकाले मलाई यो लानु भनेको थियो कि, अनि दामी रहेछ। जङ्गलमा यस्तो खानु पाउँदा त मजा भइहाल्छ नि है। पानीले भिज्यो। ओहो, मिलेछ नि त है। चेस ल त है त, म चाहिँ अहिले काम पनि सकेर अब यहाँदेखि जान लागेको छु। देख्न सक्नुहुन्छ है त आजको मेरो काम चाहिँ। यस्तो गरेर मैले चाहिँ गोडमेल गरेर चाहिँ सट्ट जाँदैछु है त। यस्तो भएको छ चियाहरू चाहिँ नदेखेर भएको छ त टाढोबाट त। सो आजको मौसम चाहिँ घरि पानी घरि एकैछिन हुस्से लाग्ने हो, त्यहाँदेखि घाम पनि एकछिन छ्यास्स लाग्छ, पानी पनि बढ्छ। यस्तो बिजोको रमाइलो भयो आजको काम चाहिँ। सो अब मैले मासतिर चाहिँ धेरै सकेको छु। अब यो पाटा चाहिँ अब डल्लै रह्यो। ल त, म चाहिँ अहिले बाटो पनि निस्किसकेँ, म चाहिँ घर जान लागेको छु अब चाहिँ। अनि यहाँदेखि अब दैलो मैलो भयो, पर खोलामा एकछिन बस्छु, त्यहाँदेखि सट्ट बाइक पनि हल्का पखाल्नु छ, यहाँ छ बाइक चाहिँ। अनि म पनि यसो हिलो पखालेर सट्ट घर जान्छु है त। तपाईँलाई आजको भ्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। आज मिनीवाला भ्लग, मिनी भ्लग नै भनौँ न, मिनीवाला थोरै भिडियो लिएर आएको छु। कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला। यस्तै भ्लगहरू फेरि पनि लिएर आउँछु। त्यति बेलासम्मको लागि मलाई बिदा दिनु। अब म पनि घर जान्छु। हस्त, तपाईँको दिन शुभ रहोस्। हस्त।